नमस्कार, म इटरी नयाँ बस पार्कबाट। यो चाहिँ कलङ्कदेखि आउने बाटो भयो। यहाँदेखि तपाईँको गाडी आउनेलाई यो तेस्रो बाटो भन्छ यसलाई। दोस्रो बाटो बिपी मार्ग। त्यो हाइवेदेखि यहाँ बिपी मार्ग आउनु 15 सेकेन्ड लाग्छ। तपाईँको गाडी यसरी आउँछन्। यहाँ आएर तपाईँको यहाँदेखि बस पार्क जानुलाई चाहिँ तपाईँको बस 5 सेकेन्ड लाग्छ। तर गाडी यो सिधै जान्छ, भित्र पस्दैन। आइहाले पनि यहाँबाट आउने पश्चिमबाट। अनि यहाँ चाहिँ तपाईँको 2-3 जना माथि नगर प्रहरी, अनि यहाँ माथि देखाएको हाइवेमा चाहिँ ट्राफिकलाई 2-3 जना ट्राफिकलाई राखेर गाडी कुल्ने कार्यहरू कामहरू हुन्छ। मलाई बहुत अचम्म लागेको चाहिँ के हो भने अहिले म बस पार्क पनि तपाईँहरूलाई देखाउँछु। मेरो भिडियोको के कस्तो लाग्यो तपाईँहरूले मलाई भनिदिनु होला। मलाई चित्त नबुझे के हो भने यहाँनिर गाडी छेकेर बस पार्कमा गाडी जाऊ भनेर गोरुलाई भनेर पहिला बाउबाजेले बाटो देखाए जस्तो लाउनु पर्ने। कस्तो अचम्म लाग्दो। देशमा के कानुन छैन र? कानुन सदुपयोग गर्न सक्दैनन्। कारण के हो कानुन सदुपयोग गर्न नसक्नु? बस पार्कमा अनिवार्य गाडी छिर्नुपर्छ भन्ने कानुन छैन र? कानुनको दायरामा ल्याउन सक्दैन र? अब हाम्रो बस पार्क भनेपछि तपाईँ कहाँ छ भन्नुहुन्छ भने म देखाउँदैछु तपाईँको। म चाहिँ अहिले यसो साइक्लिङ गरेर यहाँ आइरहेको छु। हाम्रो बस पार्कको चाहिँ गोरुलाई बाटो लाए जस्तो हो भने यस्तै गाडी घोडाले यसरी लाएर लाउने गरिन्छ है। अब यहाँ चाहिँ यो तरिका चाहिँ यत्रो भवन बनाइदिएको छ है। यो भवन चालु छैन, बन्द गरेको 5-6 महिना बढिसक्यो। व्यवसाय यस्तो छ सुस्त। तर यो हेर्नु बस पार्क हेर्नुहोस् त कति खुल्ला बाटोबाट खुल्ला भएको। गाडी घोडा छैन, खुल्ला त भइहाल्छ होइन। त मैले कुरा गर्नु खोजेको के हो भने तपाईँको त्यहाँनिर त्यत्रो नगर प्रहरी ट्राफिकलाई हटाएर राख्नु भन्दा घाम पानी नभनिकन राख्नु भन्दाखेरि तपाईँको कानुनअनुसार कारबाही गऱ्यो भने तपाईँको गाडीहरू अटोमेटिक आफ आइहाल्छ नि। धरानदेखि कहाँभित्र जाने, धरानदेखि विराटनगर जाने गाडीहरूलाई यहाँ छिरेर अनिवार्य जाने वातावरण र कहाँभित्रदेखि विराटनगर, कहाँभित्रदेखि धरान यहाँ बस पार्कमा छिरे जाने वातावरण कानुनअनुसारको नछिरेमा क्षतिपूर्ति चिट काट्ने व्यवस्था गर्यो भने त अनिवार्य आइहाल्छ नि। त्यो प्रहरी त्यत्रो खडाउने भने प्रहरी खडाउने ठाउँमा माथि चिटहरू चेक गर्ने व्यवस्था मिलायो भने त नगरपालिकालाई फाइदा हुने। यहाँका सम्पूर्ण व्यवसायहरू बस पार्कमा बस्नुहुने बासिन्दाहरू खुसी हुने, आउने जाने पेसेन्जरहरू खुसी हुने। किनभने यहीँबाट सबै ठाउँ गाडी पाइयो। गाडीमा काहीँ सफारीलाई डबल भाडा तिरेर जानु नि परेन। त्यस्तो समस्याहरू पनि आएन। 5 मिनट गाडी छुट्ने समस्या, अटोमेटिक गाडीहरू आउने भए, यहीँबाट मेल पाउने भए गाडीले कहाँ जाने। यहाँनिर टाइम कार्ड कि राखिदिएर कि यहाँनिर एउटा गाडी अनिवार्य छिर्नुपर्छ भन्ने एउटा चिट गाडीलाई थमाउने, आए बापत आएको नआएको त्यहाँबाट थाहा हुने। माथि चोकमा मेन हाइवेमा चेक गर्ने बसमा छिरेर आएन भन्ने, आएन नछिरे आएको छ भने त्यसलाई डबल जरिमाना दिने गऱ्यो भने त गाडी अटोमेटिक आइहाल्छ नि। छेकिरहनु पर्ने छैन नि गोरुलाई जस्तो यता कि यता भनिरहनु। मान्छे हो नि, चेतनशील प्राणी भएपछि त्यति त चेत आउँछ होला नि तिनीहरूको पनि कारवाही गरेपछि त। तर केले रोकेछ त्यो कारवाहीहरू? बस पार्क गाडी कारवाही कानुनअनुसारलाई छिराउनु केले रोकेको छ? लु भन्नुहोस् त। के देखाउटी मात्रै गाडी मात्रै छिराउँदैछौँ है हामीहरूले? बस पार्क गाडी छिराएको छ देखाउटी त मात्रै हो? तपाईँहरूको यही हो गाडी छिरेको? 2टा गाडी पश्चिम गाडी जा भनेर त्यो बाटो छिरेर हुन्छ? कानुनअनुसार छिराउनुहोस् न, सबै छिर्छ नि त।
ल के भन्नुपर्ने छ मलाई, मैले के राम्रो बोलेँ नराम्रो बोलेँ यसको जानकारी मलाई ल तपाईँहरूले जानकारी दिएको छु। तपाईँहरूले बुझ्नुहोस् कसरी बुझ्नुहुन्छ, कसरी जान्नुहुन्छ। ल त आजलाई यति नै, भोलि अर्को भिडियोबाट गरेर ल्याउँला के कस्तो सुधार आउँछ है। नमस्कार।